हङकङमा शौचालयमा लड्दा शेरबहादुर देउबाको दायाँ हात भाँचियो। नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा हङकङमा शौचालयमा लडेर घाइते भएका छन्। केही दिनअघि भएको घटनामा उनको दायाँ हात भाँचिएको देउबा निकट स्रोतले पुष्टि गरेको छ। स्रोतका अनुसार घाइते भएपछि देउबाको हङकङ स्थित स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र चिकित्सकको निगरानीमा आराम गरिरहेका छन्। पछिल्लो समय हङकङमा बस्दै आएका देउबा बेला बेला पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबासँग हिँडिरहेको भिडियो सार्वजनिक हुँदै आएको छ। उनी 2082 चैत्र 7 गते थप स्वास्थ्य उपचारका लागि सिङ्गापुरबाट हङकङ पुगेका थिए। त्यसअघि 2082 फागुन 13 गते नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेका थिए। देउबाको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन। हाल उनी चिकित्सकको सल्लाह अनुसार आराम गरिरहेको स्रोतले जनाएको छ।